विभिन्न लोकसेवा परीक्षाहरूमा सोधिने नेपालको सामाजिक एवं सांस्कृतिक अवस्थाबारे केही महत्त्वपूर्ण प्रश्नहरू लिएर फेरि पनि उपस्थित भएको छु। कृपया प्रश्न सोधेपछि आफैले उत्तर दिने प्रयास गर्नुहोला। आजको पहिलो प्रश्न रहेको छ, नेपालको कुल जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो जाति कुन हो? मगर, थारू, क्षेत्री वा नेवार? यसको सही उत्तर रहेको छ क्षेत्री। नेपालको संविधान अनुसार नेपाल कस्तो राज्य हो? हिन्दू राष्ट्र, धर्मनिरपेक्ष राज्य, राजतन्त्रात्मक राज्य, एकात्मक राज्य? यसको सही उत्तर रहेको छ धर्मनिरपेक्ष राज्य। नेपालको सबैभन्दा ठुलो भाषा कुन हो? मैथिली, भोजपुरी, नेपाली वा नेवारी? यसको सही उत्तर रहेको छ नेपाली। नेपालको दोस्रो ठुलो मातृभाषा कुन हो? भोजपुरी, थारू, मैथिली, तामाङ? यसको सही उत्तर रहेको छ मैथिली। नेपालको राष्ट्रिय पोसाकका रूपमा कुनलाई चिनिन्छ? दौरा सुरुवाल र ढाका टोपी, गुन्यू चोली, भोटो, फेटा? यसको सही उत्तर रहेको छ दाउरा सुरुवाल र ढाका टोपी। नेपालको राष्ट्रिय पर्व कुन हो? तिहार, छठ, दशैँ, होली? यसको सही उत्तर रहेको छ दशैँ। गाई जात्रा पर्व मुख्यतः कुन समुदायसँग सम्बन्धित छ? थारू, नेवार, मगर, गुरुङ? यसको सही उत्तर रहेको छ नेवार। नेपालमा सबैभन्दा बढी बसोबास गर्ने धर्म कुन हो? बौद्ध, इस्लाम, हिन्दू, किरात? यसको सही उत्तर रहेको छ हिन्दू। नेपालको राष्ट्रिय जनगणना कति वर्षमा एकपटक गरिन्छ? 5 वर्ष, 8 वर्ष, 10 वर्ष वा 12 वर्षमा? यसको सही उत्तर रहेको छ 10 वर्षमा। नेपालको सामाजिक विविधताको प्रमुख आधार कुन हो? भाषा, धर्म, जात जाति वा माथिका सबै? यसको सही उत्तर रहेको छ सबै। भाषा, धर्म, जात जाति सबै पर्छन्। नेपालको सांस्कृतिक सम्पदा मध्ये विश्व सम्पदा सूचीमा सूचीकृत स्थल कुन हो? राराताल, लुम्बिनी, खप्तड, सेफोक्सुन्डो? यसको सही उत्तर रहेको छ लुम्बिनी।